आदरणीय दर्शकबिन, यति बेला हामी माझ हुनुहुन्छ लोकदोहोरी गायक अनिल सुनुवार। असाध्यै चर्चाको शिखरमा हुनुहुन्छ। हामीले धेरै पहिलादेखि उहाँसँग भेट्ने इच्छा चाहना धेरै थियो हामीसँग, तर विविध कारणले मिलिरहेको थिएन। आज साँच्चै नै हाम्रो फ्रेममा आइपुग्नु भएको छ। उहाँसँगै आमा पनि हुनुहुन्छ, चस्मा लगाएर बस्नु भएको छ। यो उमेरमा पनि यति जोस जाँगर छ आमाको। एकपटक यहाँहरू दुईजनाको सम्बन्ध, नाता सम्बन्ध पनि यहाँहरूमाझ हामी प्रश्न पारेछौँ। म हजुरबाट जान चाहे, हजुरको ठेगाना बताइदिनुहोस्। अहिले म बसेको हाल बसाइ चाहिँ बानियाटार, काठमाडौँ बानियाटार टोखा। घर चितवन हाकिम चोक। हजुर। काठमाडौँमा बनाउन सक्नु भएको छैन? काठमाडौँमा अझै भ्या छैन। भएको छैन। घरेरी किन्नु हो? छैन नि। चर्चाको शिखरमा हुनुहुन्छ। कलाकारहरूले त घर बनाउँछन्, घरेरी किन्छन्, गाडी महँगा महँगा करोडौँ गाडी किन्छन् भन्ने पनि त छ नि त एउटा ट्रेन्ड। छ, तर मैले चाहिँ सकेको छैन। अब बिस्तारै हुन सक्छ। सक्नु भएको छ। अहिले भाडामै हुनुहुन्छ तपाईँ? हजुर। कुन ठाउँमा हुनुहुन्छ भाडामा? म बानियाटार। बानियाटार। हजुर। घरबेटी आमा यहाँ हुनुहुन्छ। घरबेटी आमा हुनुहुन्छ उहाँ? हजुर। भनेपछि यसो हेर्दा त म त आमा छोरा नै हुनुहुन्छ कि जस्तो मानेको थिएँ सुरुमा त। छोरै हो। घरबेटी आमा भन्नुभयो। भाडा महिनामा लिनुहुन्छ कि 2-4-6 महिना पछाडि पनि बाबुले जहिले दिए त्यसले लिने गर्नु भएको छ? जहिले हुन्छ उहिले पाउनु। महिनापछि ढकढकाउन आउनुहुन्न? नाइ। पानी छोडिदिनुहुन्छ समयअनुसार कि टाइम सिस्टम छ पानी छोड्ने पनि छोराको लागि? छोडिराखेको छ। 24 घण्टा हो पानी? बाबुले छोड्छ। काठमाडौँमा एउटा समस्या, घरबेटी र भाडामा बस्ने बिचको एउटा समस्या चाहिँ पहिला हामीले भोगेको कुरा, घरबेटीले पानी नदिने आमा हामीलाई। हामीले त्यस्तो गर्दैनौँ। त्यस्तो गर्नुहुन्न। एउटै घर परिवारको जस्तो सम्बन्ध छ हजुरहरूको? एउटै घर परिवारको छ। हामीलाई त अझ त्यति बेला पोछा लाउनु पनि लगाउँथ्यो आमा। सिरानदेखि तलसम्म पुछेर जानुपर्ने। यो लि घरमा पुछिएन, भाडामा बस्दा त्यस्तो हुन्छ। हामी त्यस्तो गर्दैनौँ। त्यस्तो गर्नुहुन्न। अत्यन्त खुसी लाग्यो। सबै एउटै त हो। यति मनकारी आमा, घरबेटी आमाको नाम चाहिँ के पर्यो होला परिचय? तपाईँको शुभ नाम? मेरो शुभ नाम गोरी खड्का। नमस्कार। गोरी खड्का है? धौलागिरी म्याग्दी। कति वर्ष हुनुभयो आमा? 75 वर्ष। आमा 8 साल हुनुहुन्छ। ए 8 साल भनेपछि अहिले 83 85 वर्ष जानु। 85 वर्ष हुनुभयो। भइयो। जोस जाँगर हेर्दा त अहिले 50-55 जस्तो देखिनुहुन्छ यति बेला त। रङ लाउँछ मलाई त्यस्तै लाग्यो मलाई। अनि यहाँका सिर्जनाहरू अलिकति बताइदिनुहोस् न हामीलाई। तपाईँले आफूले बजारमा पठाउनु भएको एल्बमहरू के भन्छ नि? म्युजिक भिडियो एल्बम के भन्छ? हजुर, म्युजिक भिडियो भन्छ। के छ? छन् के रे, अब बाँधेर मायालाई टुना मुनामा भन्ने गीत पनि छ नि, हेरिदिनु होला। त्यसै गरी घिउको पैँचो तेलले तिरम्ला पनि छ, हेरिदिनु होला। त्यसै गरी अब कतिले हेर्नु भएको छैन, सिरियल पनि हेरिदिनु होला। बाँधेर मायालाई टुना मुनामा भन्नुभयो, यो धामी सामी सबै ठेको भन्ने एउटा बहिनी अहिले चर्चाको शिखरमा छ। मिठासिट खुवाउनु पर्ने अवस्था पुगिसक्यो कतिजना माताहरूलाई। हजुर। अनि यो बाँधेर मायालाई टुना मुनामा यो कसरी चाहिँ तपाईँले यो सोच्नु भयो? अब त्यो भनेको अब धामी झाँक्रीले अब बाँध्ने टुना मुना फरक छ, यो भनेको मायाले बाँध्ने टुना मुना फरक छ। मायाको हो यो टुना मुना? हजुर। धामी झाँक्रीको तन्त्र मन्त्र हो। तन्त्र मन्त्र, हजुर। मायाले नै आफ्नो बनाउने हो। हजुर हजुर। तेलको पैँचो, घिउको पैँचो तेलले तिरौला। घिउको पैँचो तेलले तिरौला। हजुर। अनि मिल्छ त भने त्यसरी गाह्रो लागेर घिउ दिनेलाई? अब हो, अब तेल धेरै दिने होला है? त्यो यस्तो हो, अब सम्बन्ध नजिक भएको मान्छेलाई चाहिँ अब तेल दिए नि भयो, पानी दिए नि भयो, सजिलै स्वीकार्नुहुन्छ, त्यो भन्न खोजेको। आदरणीय दर्शकबिन, यति बेला हामी उहाँको एकदमै बजारमा चर्चाको शिखरमा रहेको एउटा सिर्जना सुन्न गइरहेका छौँ। र तपाईँलाई कुन चाहिँ अहिले सहज हुन्छ त्यो लाइयो माया दुवै मन साटेर, मिलेदिन्थे कलेजी काटेर, घिउको पैँचो तेलले तिरौला, घिउको पैँचो तेलले तिरौला, माया गुणको पैँचो केलले तिरौला, घिउको पैँचो तेलले तिरौला, माया गुणको पैँचो केलले तिरौला। हाम्रो आमा चाहिँ एकदम रमाइलो हुनुहुन्छ, टिकटक धेरै बनाउनुहुन्छ आमाले। तपाईले मोडलिङ पनि गर्नुहुन्छ? हजुर। मोडलिङ भनेको के हिरोइनहरुसँग नाच्ने हो? हजुर हजुर। कुन छ नाच्नु? चर्चित हिरोइनहरु भन्छ कि के भन्छ?
चर्चित हिरो ने अब करिश्मा ढकाल, आरोसी मगर, उषा उप्रेती अहिले आबाट आमा फिल्म खेल्ने नायिका उषा उप्रेती, अब अरू बहिनीहरूसँग पनि खेलेको छु। करिश्मा ढकाल त चर्चाको शिखरमा हुनुहुन्छ। हजुर। कस्तो अनुभूति भयो तपाईँले करिश्मा ढकालसँग मोडलिङ गर्दै गर्दा? अनि त्यो त एकदम राम्रो नि, रमाइलो त्यो पल। अब त्यस्तो राम्रो हिरोइनले छोएर घुमाउन, अब यस्तो काखमा लिन चाहिँ एकदम रमाइलो हो नि त्यो पल भन्ने कुरा त बिर्सिनै सकिन्न नि। अनि त्यो हिरोइनलाई कति नजिकबाट त सिनमा लिने, काखमा लिने नलिने, कति खण्डका घुमाउने सबै त्यो डाइरेक्टरले होला होइन सिन दिने त? हजुर हो। यसरी नाच्नु यदि छुनु नछुनु भन्ने होइन त्यहाँनिर? त्यति बेला मलाई अब मतलब पहिलो म्युजिक भिडियो त्यो मेरो आफ्नै गीतको, अब त्यो घुमाउनु भन्नुभएको रहेछ, अङ्गलमा मार भन्नुभएको रहेछ, म त्यो डरले लाजले मार्नै नसक्ने। ए भनेपछि आफ्नै सुरले गएर त्यो मोडलिङको दिनमा त्यो डान्स गरिदिन गर्नेमा अगाडि हल्ला पाइएन? सकेसम्म आफैले मिलाएर गर्नु भन्नुहुन्छ, तर पनि सिकाउन नपरे त्यस्तो गर्नुहुन्छ। तर मलाई चाहिँ नआएर सिकाउनु भएको चाहिँ त्यो चाहिँ। तपाईँले काँधमा बोक्ने सिन थियो कि थिएन त्यसो भने? काँधमै बोक्ने त थिएन, तर घुमाउने, काखमा लिने अनि यसो यस्तो यस्तो गर्ने। हजुर। म्युजिक भिडियोको नाम एकचोटि भनिदिनुहोस् त, त्यो काखमा लिएको सिन हामी अगाडि राख्नेछौँ तपाईँको। बाँधेर मायालाई टुना मुनामा सजाय राखौँला दिलको कुनामा। काखमै लिनु भएको छ करिश्मा ढकाललाई? छु, हेर्नुहोस् यस्तो रुखको जरामा बसेर। होइन, उहाँ झन् एकदम पर्फेक्ट नि। अब त्यो आफ्नो काम हो नि त त्यो भनेको, त्यो बाहिरी काम होइन, त्यो क्यामेराले कैद गरेको काम हो त्यो भनेको, लाज मान्ने कुरै भएन त्यो त। करिश्मा ढकाल लजाउनु भएन, तर तपाईँ लजाउनु भयो त्यो दिन? त्यो मेरो पहिलो भएर उहाँ चाहिँ चलिसक्नु भएको थियो त्यतिखेर। अहिले लाज लाग्छ लाग्दैन त नयाँ नयाँ मोडलिङका हिरोइनहरूसँग टपमा चाहिँ डान्स गर्दा तपाईँलाई? होइन, अहिले चाहिँ अब यो कामै हो, अब गर्नै पर्छ भन्ने चाहिँ लागेर त्यो लाज भन्ने कुरो लाग्दैन। अझ नजिकबाट सिन लिन पाए हुन्थ्यो भन्ने हुन्छ? अझै राम्रो राम्रो सिन भइदिएदेखि अलिक म्युजिक भिडियो चल्थ्यो कि भन्ने खालको, रोमान्स खालको के भन्छ नि त्यो रोमान्स, सबै त्यो के कोरियोग्राफर भन्छ नि, डाइरेक्टर भन्छ त्यो चाहिँ उ दिने निर्देशन गर्ने क्या कोरियोग्राफर। कोरियोग्राफर अहिले चलेको बजारमा एक दुईजना नाम भन्नुहोस् तपाईँलाई मनपर्ने? मलाई मनपर्ने चाहिँ मौसम हिमाली सर हुनुहुन्छ। हजुर। अर्को एकजना पश्चिमको हुनुहुन्छ नि विक्रम चौहान। विक्रम चौहान नाम सुनेको छु। विक्रम चौहानसँग नाच्ने मौका पाउनु भएको छैन। मुकेश नेपाली नै अहिले पछि समय राम्रो गर्नुभएको छ। मौसम हिमानी भन्छ हैन? हिमाली उहाँले चाहिँ नचाउनु भएको छ तपाईलाई? नचाएको छु। करिश्मा ढकाल अस्मिता कसको को थियो कोरियोग्राफर को थियो? हजुर। कसको कोरियोग्राफर थियो? काजी श्रेष्ठ दाइ हुनुहुन्थ्यो। हजुर। त्यसै के अरे अब सङ्गीता सुनारसँग जस्तै मौसम हिमालीले गर्नुभएको गीतमा कोरियोग्राफरमा म र अनि रामजी खाँड दाई अनि सङ्गीता सुनार दिदी नाच्नु भएको छ। अस्मिता डल्लकोटीले पछिल्लो समयमा एकदम चर्चित गायिका अस्मिता डल्लकोटी, त्यसै गरी चर्चित गायक शक्ति कुमार गोदार दाई, हामी त सँगै काम गरेको चितवनमा एउटै दोहोरीमा काम गरेर पनि धेरै वर्ष काम गऱ्यौँ। एकदम नजिकको दाइ दिदीहरू हुनुहुन्छ। दिपेन्द्र ठकुरी दाईको लय शब्द। तपाईले डान्स कहिले सिक्नु भएको हो कि अटोमेटिक अरु नाचेको देखेर? छैन, मैले डान्सै सिकेको छैन। नसिकेको नै रामजी खाँडको तुलनामा तपाईले डान्स गर्दिनु हो? हेर्न सक्नुहुन्छ त्यो गीत अरेली भन्ने गीत। हजुर, अरेली भन्ने गीत हेर्नु होला। काँडेली त होइन नि? होइन, अरेली त्यो भन्दा पहिल्यै निस्केको गीत हो। अहिले अहिले नाम जुदो के जुदो भनेर एकचोटि खण्डमा चयन पनि हुँदो रहेछ नि मार्केटमा है? हुन्छ, तर त्यो भन्दा पहिल्यै निस्केको गीत हो। तपाईहरुको अरेली अहिले पछि अरेली काँडेली हो। अनि तपाई अहिले के भन्छ लाइभ दोहोरी? हजुर मा कार्यरत हुनुहुन्छ? एकदम। कस्तो अनुभव हुँदो रहेछ लाइभ दोहोरीमा गएर गाउँदा? अब तल बसेर गेस्टहरू खाने अनि गेस्टको चाहिँ फरमाइसमा गीत गाउँदै गर्दा उनीहरूले दिएको चिटमा लेखेको गीत टक्कै गाउन सकिन्छ आफूले कि कहिलेकाहीँ नसकेर सरी हजुर भनेर हात उठाउनु पर्दैन नि? होइन, पर्दैन त, म एक्लै हुँदिनँ नि त। त्यहाँ अब धेरै गायकहरू हुनुहुन्छ, धेरै गायिकाहरू हुनुहुन्छ, दोहोरी गाउने, आधुनिक गाउने, हिन्दी गाउने सबैजना हुनुहुन्छ। अब सबैले एउटालाई नआए अर्कोलाई त आइहाल्छ। अब कुनै गीत अब आज भर्खरै निस्केको गीत सुनायो भने चाहिँ जानेकाले सुनेर गाउनुहुन्छ सकेसम्म, नत्र भने चाहिँ एक दुईचोटि सरी भनिन्छ। प्लस 2 सम्मको अध्ययन पुरा गर्नुभयो? हजुर। त्योभन्दा माथि पढ्न पाउनु भएन कि इच्छा भएन? पाउनु भएन चाहिँ पढे त पाइन्थ्यो कि अब यही क्षेत्रमा हिँड्दा अब ठिक छ भन्ने जस्तो लाग्यो।